गुन्द्रुक कसलाई मनपर्छ साथीहरू? यो अहिले सिजनमा, जाडोको सिजनमा होइन, सबै कुरा सस्तो पाएको बेलामा मैले पनि थोरै गुन्द्रुक राखेकी छु। एक हप्ता अगाडि मैले हालेको यो गुन्द्रुक आज मैले निकालेको छु। अब थोरै मलाई गुन्द्रुक खान मन लागेर थोरै बनाउन जाँदैछु है त। ल आज अब म आफ्नो तरिकाको रेसिपी सेयर गर्छु हजुरहरूसँग है। अनि यो चिसो भएको हुनाले अलिकति उ छ। अनि अदुवा राखेँ, टमाटर गोलभेडा राखेँ, हरियो खोर्सानी राखेँ, थोरै गुन्द्रुक राखेँ। आलु चाहिँ मैले पहिले नै उसिनेर राखिसकेको। अनि अब मैले यो आलु अगाडि उसिनेर राखिसकेको थिएँ। थोरै भटमास लिएको छु। भटमास राखेको गुन्द्रुक कसले खानुभएको छ? कस्तो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला। थोरै तोरीको तेल राखेँ, जिरा मैले यो मेथी जिरा फुराएँ। त्यसपछि अनि मैले अब थोरै यो तोरी हुन्छ नि, तोरी पनि फुराएँ होइन। त्यसपछि चाहिँ मैले अब यसमा अदुवा राखेँ। अदुवा राखिसकेपछि यसमा हरियो खोर्सानी अघि काटेको हरियो खोर्सानी पनि राखेँ। एकचोटि राम्रोसँग चलाएँ। अनि चलाइसकेपछि अब त्यसलाई भटमासलाई रातो हुने गरी पटपट आवाज आउने गरी मैले यसो भटमासलाई भुट्छु। अब यसलाई भटमासलाई रातो हुने गरी भुटिसकेपछि हामीले यसमा अघि काटेर राखिएको गोलभेडा पनि राख्छौँ। अब गोलभेडा राखेर मजाले पकाउने। गोलभेडा नपाक्दासम्म, मजाले पतक्क नपाक्दासम्म हामीले गोलभेडालाई पकाउँछौँ। नुन राखिसकेपछि गोलभेडा अलिक मजाले पाक्ने हुन्छ, त्यही भएर नुन राखेँ थोरै। अब यसलाई मजाले बेसार नुन के चाहिन्छ मरमसलाहरू सबै कुरा राख्नु होला। मैले चाहिँ आज व्रतको दिन पकाएको हुनाले लसुन राखेको छैन। लसुन हजुरहरूले राख्न सक्नुहुन्छ है। अब यसलाई छोप्दै पकाउँदै गर्ने मजाले नपाकुन्जेलसम्म, किनकि त्यो गोलभेडा मजाले गल्नुपर्छ कि। अनि गलुन्जेलसम्म पकाउने। त्यसपछि हामीले त्यो अघि राखेको गुन्द्रुकलाई पनि राख्ने, गुन्द्रुकलाई पनि पकाउने मजाले। अब गुन्द्रुक पाकिसकेपछि चाहिँ अब यो त्यसै त काँचो छ होइन, काँचो पनि पाकिहाल्छ। गुन्द्रुक पाकिसकेपछि मजाले चलाइ पकाउने। अनि हजुरहरू म आफै फेरि भिडियो बनाउने, आफै यो पकाउने भएको हुनाले राम्रोसँग भिडियो खिच्न पाएको छैन। हजुरहरूले राम्रोसँग मिलाएर हेरिदिनु होला, बुझिदिनुहुन्छ भन्ने आशा राखेकी छु। अनि आलु पनि हालेर तातो पानी बोइल पानी राख्नुपर्छ है यसमा चाहिँ। किनभने कुनै पनि तरकारी दालहरूमा कुनै पनि चिजमा हजुरले उमालेको पानी राख्नु भएपछि त्यसको तरकारीहरूको स्वादहरू जाँदैन कि। अनि चिसो पानीले चाहिँ स्वाद मार्छ कि साथीहरू। तातो पानी राख्नु होला। तातो पानी राखेर मजाले पक गरेर उमाल्नु होला। होइन कस्तो मजाले उम्लेको छ होइन। अब यो खानालाई लगभग रेडी भइसकेको छ कि, एकदम मजाले उमाल्ने। अब यो त्यो चिसो भएको हुनाले त्यो छ नि पातको त्यो झ्याम्टा जस्तो देखिएको छ। सुकिसकेपछि त झरामझरुम हुन्छ नि त होइन यो सबै कुरा। अनि अब मजाले पाकिसकेपछि त खाना पनि लगाइसकेँ मैले। अनि छतमाथि थोरै मैले धनियाँ लोकल धनियाँ लगाएको थिएँ। लोकल धनियाँ ल्याएर लोकल धनियाँ पनि काटेर छर्किदिइसकेछु है। अब कस्तो भयो के भयो, मैले चाहिँ खाना बसालेँ। अनि गुन्द्रुक बनाएँ। अनि थोरै मैले चटनी पनि बनाएको छु कि पछितिर। चटनी पनि बनाइसकेर अब हामी खाना खान्छौँ है त। हजुरहरू पनि खानु होला बनाएर। हस्, थ्याङ्क यू, बाई बाई।